एक 130 फिट हाइटको शिवजीको मन्दिर यो साङामा रहेको छ। विश्वकै सबैभन्दा अग्लो यो स्तम्भ शिवजीको। हामी यसलाई दर्शन गर्न हामी सपरिवार आएका छौँ। मेरा परिवार सदस्यहरू, श्रीमती, छोरी, छोरा चाहिँ लगाएको छ आज। किन हो यति लगाउनु पऱ्यो जस्तो लाग्दैन? के हो खुब लजालु भएको छ त छोरो। आज हामी रमणीय स्थल सँगसँगै कमसेकम सबै एकपल्ट यो स्तम्भ, यो शिवजीको विश्वकै सबभन्दा ठुलो अग्लो सगरमाथा जस्तै यो हाम्रो शिवजीको मन्दिर हिन्दूहरूको धरोहर, आस्थाको धरोहर हामी माझ स्तम्भको रूपमा खडा हुनुभएको छ। यसले पक्कै पनि पर्यटकहरूलाई टेवा पुर्याउने आशा लिएको छु र यहाँबाट भक्तपुरहरू देख्न सकिन्छ। अहिले माथिबाट विभिन्न रमणीय दृश्य साथ यहाँ अवलोकन गर्न सक्नुहुन्छ र यहाँ आउँदा झोलुङ्गेपुर मार्फत आउन सकिन्छ। धेरै लामो बाटो पनि छैन। यसो इच्छुक र आस्था हुने साथीहरू र देश विदेश पर्यटकहरू पनि आउन सक्नुहुनेछ। आज यो रमणीय स्थल हामी काभ्रे र भक्तपुरको साँधमा रहेको यो स्तम्भ विश्वकै अग्लो 143 फिट मात्र यो स्तम्भको हाइट छ भने लगभग लाग्छ मलाई 500 मिटर हाइटमा पर्छ होला यो। र रमणीय स्थल छ यो। लगभग पर्यटन लोभ्याउने ठाउँ पनि छ। पर्यटनको लागि यसले केही योगदान गर्नेछ। र यहाँ रुद्राक्षको बोटहरू पनि छ र सँगै एउटा यहाँ तपाईँहरूलाई बस्न आनन्द एकछिन समय आस्था सँगसँगै आफ्नो मेरो छोरा ल बाबु केही छ